सामान अनलोड गरिदिने अनि उताबाट आउने गाडीले भोलि साइड लिनु पर्यो होइन उता आफ्नो साइडमा आइरहेको हुन्छ अनि दुर्घटना कसरी बढी हुन्छ भनेदेखि ऊ आफ्नै साइडमा गएर अनलोड गरिदियो भने त यसले यो गर्दैछ भन्ने कुरो यताकोले देख्ने भयो अफ साइडमा जाने बित्तिकै उता राइट साइडमा आइरहेको हुन्छ उसले ओभरटेक गर्ने बेलामा दुर्घटना सबभन्दा बढी यो सामान अफ साइडमा झारिदिने रोकिदिने त्यो चाहिँ एउटा ठुलो समस्या छ अनि अर्को एउटा यही समयले सानो कुरो राख्ने धेरै कुरोहरू यहाँ बजार समितिले पनि निर्णय गरेको छ अध्यक्षज्यू स्वयं हुनुहुन्छ व्यवस्थापन समितिको अध्यक्ष हुनुहुन्छ यहाँका चाहिँ बजारका बुद्धिजीवी सर्कलका व्यापारीदेखि लिएर यहाँ सबै पदाधिकारीज्यूहरू हुनुहुन्छ हामीले न्यूनतम आजैको मितिबाट जुन जति साइड गर्ने हो त्यो त यहाँले भनि नै हाल्नुहुन्छ त्यो अनुसारले क्लियर गरौँ त्यसले गर्दाखेरि सजिलो पनि भयो अर्को चाहिँ बजारमा न्यूनतम पनि हामी आफैले हेलमेट प्रयोग नगरेको हुनाले आजैको मितिबाट हेलमेट पनि प्रयोग चाहिँ गर्नु पऱ्यो क्या यहाँ कस्तो देखिरहेको छ भने हामी सबभन्दा बढी अहिले केही दिन यता सवारी दुर्घटना घटेछ हामीले रोडमा पनि प्रचार गरेका छौँ होइन विभिन्न किसिमले चाहिँ सचेतनामूलक कार्यक्रम गरिरहेका छौँ तथापि पनि के गर्छ भने बाहिरको मान्छेले आएर लगाइदिने तर यहीँको मान्छेले यहीँ पसल छ म ती जाने भन्ने उहाँले नलगाइदिने पुलिस त्यहाँ हुन्छ अब उहाँलाई अलिकति भनेर टाइट गर्ने बित्तिकै उहाँको मन खुम्चिन्छ है यसो हेऱ्यो भने पदाधिकारी लेभलको मान्छे हुनुहुन्छ केही सुझबुझ गर्ने मान्छे हुनुहुन्छ तर उहाँले सामान्य नर्म्स प्रयोग गर्नुहुन्न हामीले ठिक छ भोलि यहीँबाट ती जाँदैमा 100 मिटर 200 मिटर या चाहिँ 1 किलोमिटर जाँदैमा हामीले कागजपत्र खोजेको छैन सकेसम्म कागजपत्र त राख्नै पर्छ गाडी चलाइन्छ भने तथापि यदि कागजपत्र नभए तापनि नजिकै गइन्छ भने न्यूनतम मेरो हेलमेट त मैले लगाइदिएँ भने त्यहाँ नराम्रो यात्रा त देखिएन नि यो ठाउँमा दुर्घटना बढी भइरहेको छ अस्ति पनि सवारी दुर्घटना भएर लामोसाङभन्दा अगाडिपट्टि 1 गतेको कुरो हो मान्छे बित्यो योभन्दा अगाडि पनि मोटरसाइकल एक्सिडेन्ट भएर मान्छे बितेको घटना छ यो सुकुटेमा होइन सबभन्दा बढी छ असुरक्षाको कारण जस्तै ठुलो गाडी पार्किङ गर्ने अनि एरिया खाली गराउने सम्बन्धमा त हामी त्यो हिसाबले जाउँला नै तर पनि यो बजार एरियामा हामीले बढ्दो सवारी साधन एक्सिडेन्टलाई न्यूनीकरण गर्न र आफ्नो सुरक्षाको लागि भने पनि यो हेलमेट चाहिँ प्रयोग गरेको पाइएको छैन स्वयं अध्यक्षज्यूकै रोबरमा पनि हामी बसेका छौँ व्यवस्थापन समितिको अध्यक्ष पनि हुनुहुन्छ र यसलाई चाहिँ आजैबाट कार्यान्वयन गर्नलाई जो कोही होस् उहाँको सुरक्षाको लागि हामीले भन्छौँ अब यहाँ हाम्रो विभिन्न भिआइपीदेखि लिएर विभिन्न मन्त्रीज्यूहरूदेखि लिएर विभिन्न मान्यज्यूहरूले लिएर पनि हिँडिरहनु भएको हुन्छ क्या उहाँले म यो भनेको हुँदैन त्यसको अवलोकन के देखिन्छ भने अब खै पुलिस त त्यही लिन्छ अब खै एउटा हेलमेट त लगाएर हिँडेको छैन अलिकति त्यो सहिरहेको छैन र आफैलाई अलिकति सेफ हुन्छ त्यसले गर्दाखेरि त्यो हेलमेटको चाहिँ अनिवार्य तपाईँ जहाँसुकै जानुहोस् 10 पाइला जानुहोस् चाहे 5 पाइला जानुहोस् तर त्यो लगाइदिनु पऱ्यो त्यो चाहिँ मैले आग्रह गर्न चाहेँ है त